नाम के हो? कसको? मेरो बाउको। तपाईको बाउको नाम तपाईलाई त थाहा रहेन रहेछ, मलाई चाहिँ कसरी थाहा हुन्छ र? तेरो नाम चाहिँ के हो भन्या? मेरो त मोहनलाल। कति पढिछस् नि? हिजो चाहिँ 2 पाना जति पढी थिएँ, आज चाहिँ खासै पढ्या छैन। मैले कति कक्षासम्म पढिछस् भनेर सोध्या। 12 पास गरेर छोड्या। अनि यो काममा कति वर्षको अनुभव छ नि? कुन कामको कुरा हो र तपाईले? पर्सनल असिस्टेन्ट PA। ए हो है, अनुभव खासै छैन। अनि के छ त? एक्सपिरियन्स चाहिँ 2 वर्ष जतिको छ। एउटा PA ले के काम गर्नुपर्छ तँलाई थाहा छ? थाहा छ सर। भन्न त। जे काम दिया हुन्छ त्यही काम त गर्नुपर्छ नि। एड्रेस भन्। कसको? मेरो बाउको। किन र सर, तपाईको बाउको र तपाईको एड्रेस एउटै होइन र कि छुटेर बस्नुहुन्छ? तेरो एड्रेस भन्। मेरो घर त गोप्ते दाइको चिया पसल अगाडि छ सर। अनि यो गोप्तेको पसल चाहिँ कहाँ छ नि? मेरो घरको अगाडि छ।